देवीथान मर्निङ वाक गइँदैछ आज। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्यलाई मजबुत राख्दै दिनमा 1 घण्टा चाहिँ स्वास्थ्यको लागि छुटाउनु अति आवश्यक छ। ल दिक्तेल बजार पनि एकदम क्लियर देखिरहेछ आज। दिक्तेल बजारको दृश्य आज एकदमै राम्रो क्लियर आइरहेको छ। घाम चाहिँ बादलले छेके पनि आज दिक्तेल बजारको भ्यू चाहिँ राम्रो क्लियर आइरहेछ। के काम लाग्यो भाइ? हो के कामको लागि? फुल कुन फुल हौ? यत्रो काट्नु पर्दो रहेछ। अति झन्डै 2 फुटको छ है। ए है एक्लै भाइले कति भनेको छ माथिसम्म? यहाँबाट अहिले यो प्राकृतिक रूपमा चाहिँ यो ढुङ्गा नै छाप्ने चलन आएको छ सबैतिर। यहाँ देवीथानमा पनि एकदम राम्रो तरिकाले ढुङ्गाहरू छापिएको रहेछ। त्यस्तै यहाँ यतापट्टि पनि यो नयाँ तरिकाले यो भवनमा जाने बाटो नयाँ खोलेको रहेछ अहिले यताबाट। यो तरिकाले अनि यहाँ टोयलेट पनि बन्दै रहेछ देवीथानमा। अहिले पूर्ण रूपमा चाहिँ बनिसकेको रहेन रहेछ, बन्ने क्रममा छ है। देवीथानमा टोयलेटको एकदम समस्या थियो। अब यो बनिसकेपछि चाहिँ टोयलेटको समस्या पनि अलिक समाधान हुने रहेछ। दिक्तेल बजारको दृश्य हेर्ने भ्यू टावरको अवलोकन पछि अब उकालो लाग्यो माथि चौरीतिर एक्सर्साइजहरू, त्यहाँ व्यायाम गर्नेछौँ। देवीथान मर्निङ वाक आउँदाखेरि शरीर एकदमै ऊर्जावान भएको महसुस हुन्छ र सम्पूर्णलाई देवीथान भ्रमणको लागि आउनको लागि पनि अनुरोध गर्दछु। आज बुधेश्वर गुफा पनि पस्ने मेरो योजना छ। भित्र के कसो हुन्छ सबैले हेरिदिनु होला। यो देवीथानको चौरीमा हो, हामी पुरै एक्सर्साइज गर्दैछौँ। शरीरलाई स्वस्थ राख्नको लागि बिहानको समयमा शरीरलाई उफार्ने, तन्काउने र काम भइरहेछ। शरीरका सम्पूर्ण भागहरूलाई सक्रिय बनाउनको लागि, ऊर्जा प्रदान गर्नको लागि एकदम आवश्यक छ।
एक साइज सकियो। अब हामी तलतिर झर्छौँ। यहाँ फेरि पातले च्याउ पनि टिप्ने कहाँनेरि छ भने च्याउ ए नि त हो दर्के पानी भन्दा पनि सिमसिमे पानी चाहिँ हुने हो यो पातले च्याउ है। आज थाहा भयो नयाँ कुरा ल। दिउँसो चाहिँ आउन पाउँदैन दिउँसो चाहिँ देवीथानको मन्दिर परिसरमा धमाधम ढुङ्गा छाप्ने काम भइरहेको रहेछ। फाइनल्ली बुधेश्वर गुफा आइपुग्यो। अब भित्र प्रवेश गर्दैछौँ। धेरै समयपछि बुधेश्वर महादेव गुफा आज प्रवेश गर्दैछु। पहिले भन्दा अहिले कति के फरक रहेछ त्यो सबैले हेर्नु होला। गुफाभित्र प्रवेश गर्न पहिले बत्ती थिएन र अलिक गाह्रो थियो। अहिले चाहिँ बत्ती भएकोले गर्दा धेरै सहज भएको रहेछ र भुइँमा पनि ढुङ्गा छापेकोले गर्दाखेरि भित्र जानको लागि एकदमै सहज रहेछ। पहिले हामी गुफामा पस्दाखेरि एकदमै हिलो लाग्ने खुट्टा फोहोर हुने हुन्थ्यो। अहिले तर त्यस्तो केही नहुने रहेछ ढुङ्गा छापेकोले गर्दा। गुफाको माथि कस्तो मजाले चमेरा झुलिरहेको रहेछ। कस्तो मजाले कस्तो हेर्दै कस्तो आनन्दमय लाग्यो के। म त यो पहिले त धेरैचोटि गुफा पस्यो तर त्यस्तो मजाले चाहिँ अहिलेसम्म मैले हेरेको थिइनँ। साह्रै मजा लाग्यो आज। यो चाहिँ महादेव थानदेखि माथितिरको गुफा हो। यो चाहिँ अहिले मान्छे जान सकिँदैन। यो चाहिँ बन्द जस्तै बन्द छ। पहिले चाहिँ धेरै माथिसम्मै जान मिल्थ्यो अरे तर अहिले चाहिँ मिल्दैन। थप हौसलाको लागि भिडियोलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।